खास गरेर हामी अहिलेसम्म फेवातालको जहाँ चहल पहल भइरहेको छ त्यतापट्टि केन्द्रित भयौँ, त्यहाँ अतिक्रमण भयो भन्यौँ। त्यो अतिक्रमण हुनु या नहुनु त्यसमा राज्यको कमी कमजोरी त छँदैछ, त्यसमा हामी नागरिकको पनि कमी कमजोरी नै छ होइन। त्यसको दोषीको भागीदार हामी पनि हौँ। र अहिले आज जसरी तपाईँहरूसँग यो फेवाताल पारी जसरी रानीवन हुँदै जो अनदु हुँदै हामी अहिले अवलोकन गऱ्यौँ, त्यहाँको अतिक्रमण पनि एउटा प्राथमिकता राख्नुपर्छ, त्यसलाई पनि रोक्नुपर्छ भन्ने कुरा हाम्रो नागरिक समाजको मान्यता हो। र हामीले के भन्न चाहेको भने खोजेको भने कहीँ कतै राज्यको ध्यान नपुगेको भए राज्य यहाँ डिभिजन वन कार्यालय, सिँचाइ कार्यालय, ऊर्जा मन्त्रालय, पोखरा महानगरपालिका, प्रहरी प्रशासन यहाँ पनि अतिक्रमण भएको छ है, यहाँ पनि अप्ठ्यारो छ है फेवातालको लागि, यहाँ पनि तपाईँहरूको ध्यान आकर्षण होस् भन्नको लागि हामी आएको थियौँ। हामीले प्रत्यक्ष हामीले देख्यौँ। र अहिले यो भू बनोट देख्दाखेरि यहाँ संरचना कति ठाउँमा कैयौँ ठाउँमा संरचना बनाउन लायक छैनन् ठाउँहरू, किन पहिरो जाने ठाउँ छ र त्यहाँ भइरहेको वन पनि फाँडिएको छ। त्यसो गर्दाखेरि राज्यको ध्यान यहाँ जाओस् र समयमै राज्यले ती नागरिकलाई सचेत पनि गराओस् र फेवातालको पक्षमा केही कुराहरू बोलोस् र नागरिकको पक्षमा समेत राज्यको ध्यान जाओस् भन्ने हाम्रो उद्देश्य हो। हामीले प्रत्यक्ष रूपमा देख्यौँ र विभिन्न ठाउँमा हामीले नाम त नभनौँ, हामीले डकुमेन्टेसन बनाएका छौँ। यस्तो कुरामा राज्यको एउटा महत्त्वपूर्ण ध्यान आकर्षण हुनुपर्छ। राज्यले यहाँ ध्यान दिनुपर्छ, बेला बेलामा अनुगमन गर्नुपर्छ, यहाँको जनप्रतिनिधिसँग बस्नुपर्छ, यहाँका नागरिकसँग पनि बसेर यो कुरा गलत हो, यो कुरा ठिक हो भनेर राज्यले निर्देशन गरिदिने भने यहाँ भोलि गएर क्षति न्यूनीकरणमा महत्त्वपूर्ण पाटो हुने थियो भन्ने हाम्रो मान्यता हो। जस्तो कि अब जग्गा जुन हामी चाहिँ अहिले रेस्टुरेन्ट बनाएको हामी देखिरहेका छौँ होइन, उहाँहरूको भनाइ के छ भन्दाखेरि चाहिँ हाम्रो लाल पूजा हुन्छ, हामीले चाहिँ संरचना बनाउनु पर्छ भन्ने यही खालको माग छ। र त हाम्रो चाहिँ के थियो भन्दाखेरि चाहिँ फेवाताललाई चाहिँ अतिक्रमण गर्नको लागि एउटा खालको मापदण्ड पनि तयार भएको छ र चाहिँ त्यो लाल पूजा यदि छ भने उचित मुआवजा दिएर चाहिँ हामीलाई पाउनुपर्छ, उहाँको माग पनि तपाईँको यसमा धारणा तपाईँको धारणा त्यो कुरा जायज कुरा हो। तर लाल पूजाको जग्गा हो भन्दैमा न्यूनतम मापदण्ड पनि मिचेर अनि त्यहाँ संरचना बनाउनु गलत कुरा हो। र हामी के हाम्रो प्रश्न धारणा छ, राज्यले तोकेको न्यूनतम मापदण्ड हामी 65 मिटर 100 मिटर हामी जान्दैनौँ। हामी न्यूनतम मापदण्ड 10 मिटर 15 मिटर कति हो, फेवातालको पानीमै जोडेर जब संरचना बनाइन्छ नि, जब फेवातालको पानीलाई छेकिन्छ नि, त्यहाँ हाम्रो आपत्ति हो। यदि लाल पूजा जग्गा भएको जग्गा हो भने त्यसलाई छानबिन गरेर
त्यो जग्गालाई उचित मुआवजा दिएर राज्यले फेवा तालको पक्षमा ल्याउनुपर्छ भन्ने एउटा मान्यता हो। हामी नागरिकको विपरीतमा लालपूर्जा भएको जग्गा पनि के अरे खोसेर लिनुपर्छ हामीले मान्दैछौँ। लालपूर्जा भएको जग्गा त्यो उसलाई उचित मुआवजा दिने र फेवातालको पक्षमा ल्याउने र संरचना बनाउनबाट रोक्न सकियो भने भोलि गएर यो विश्व सम्पदा सूचीमा एउटा जुन सूचीकृत गर्ने एउटा मापदण्ड छ, मान्यता छ, त्यो मान्यतासँग मेल खानी गरेर राज्य अगाडि बढ्नुपर्छ भन्ने मान्यता हो। तर फेवातालमा केही भइरहेको छ भने यो त्यो बाहनामा हाम्रो लालपूर्जाको जग्गा हो भन्दै फेवातालको पानीमै ल्याएर पर्खाल जोड्ने र अनि वन फडानी गर्ने अनि त्यसपछि जथाभावी निर्माण गर्ने, अनुमति नलिकन निर्माण गर्ने कार्य गलत हो, कानुन विपरीत हो। कानुन विपरीतका गतिविधिलाई रोक सरकार, नत्र दण्ड मौलाउँछ भनेर हामीले खबरदारी गर्ने हो। हामी जग्गा धनीसँग झगडा गर्ने होइन, हामी उहाँसँग झगडा गर्न चाहन्नौँ। उहाँलाई विनम्र अनुरोध के गर्छौँ भने त्यो जग्गा तपाईँको हो, तपाईँले पाउनुपर्छ, त्यसको उचित मुआवजा तपाईँले पाउनुपर्छ। तर फेवातालको संरचना नबिगारिदिनुहोस्। फेवातालको प्राकृतिक जुन बहाव छ, प्राकृतिक संरचना छ, त्यसलाई कुरूप बनाइदिनुहोस् भनेर हामीले भन्ने हो। अरू त हामीले के भन्न सक्छौँ र उहाँसँग झगडा गर्ने, उहाँसँग भनौँ न जुवारी खेल्ने हाम्रो उद्देश्य होइन। किन हामी पनि उहाँको पक्षमा छौँ। तर उहाँको पक्षमा रहँदै यदि उहाँले फेवातालको पानीमै ल्याएर संरचना बनाउनुहुन्छ भोलि राज्यलाई गाह्रो पर्छ अनि फेवाताल सौन्दर्यकरणमा त्यसले अप्ठ्यारो बनाउँछ र राज्यलाई आर्थिक भार बढ्दै जान्छ। त्यसैले सरकार, महानगरपालिका, प्रदेश सरकार तपाईँहरूले समयमै ध्यान दिनुहोस् अथवा तपाईँहरूको ध्यान समयमा पुगोस् त्यहाँ र त्यसरी नागरिकलाई पनि अप्ठ्यारो नपरोस् र फेवाताललाई पनि अप्ठ्यारो नपरोस् र पोखरा संसारकै पर्यटकीय गन्तव्य स्थल हो भन्ने सन्देश दिनको लागि पनि फेवातालको उचित संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो। फेवातालको संरक्षणको कुरा गर्दाखेरि यदि कसैलाई लाग्छ भने हामी नागरिकको विपक्षमा अथवा लालपूर्जाधारीहरूको विपक्षमा हौँ भन्ने लाग्छ भने त्यो उहाँहरूको कुरा हो। हामी त्यस्तो होइनौँ। हामीहरू दर्जनौँ मात्रै सयौँ सङ्घ संस्था छन्, कोही विदेशीबाट सञ्चालित छन्, कोही सरकारको अनुदान लिएर सञ्चालित छन्, कोही चन्दा असुल गरेर सञ्चालित छन् र उनीहरू जुन उद्देश्यको लागि ती संस्थाहरू गठन भएका हुन् त्यो उद्देश्य अनुरूप ती संस्थाका पदाधिकारीहरू लागिरहेका छैनन्। एउटै पदाधिकारी, एउटै व्यक्ति आजीवन अध्यक्ष बनेर पैसा हसुर्ने, के अरे त्यसको आर्थिक पारदर्शिता नदेखाउने र त्यसपछि फेवाताल नाममा मेल पठाएर विदेशबाट डलरहरू तान्ने जुन गतिविधि भएको छ त्यो अवैध हो। यसमा प्रहरी प्रशासनले, जिल्ला प्रशासन कार्यालयले र नेपाल सरकारले पनि त्यसमा नियन्त्रण गर्नुपर्छ र त्यस्ता सङ्घ संस्थालाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। हामी एउटा नैतिक आचरणमा रहेर कहीँ कतैबाट आर्थिक सहयोग नलिकन, कतैबाट प्रभावित नभइकन काम गर्ने नागरिक समाज भएको नाताले हामीले त यहाँ यस्तो यस्तो छ है भनेर उजागर गरिदिने हो। पूर्वाग्रह नराखिकन जस्ताको तस्तै उजागर गरिदिने हो। त्यो काममा हामी कति सफल भयौँ, कति असफल भयौँ भन्ने कुरा सञ्चारकर्मी लगायत आम नागरिकले भन्ने कुरा हो। त्यसमा हामीले आफूले आफ्नो स्व मूल्याङ्कन गर्न म सक्दिनँ। त्यसैले हामीले जहाँसम्म लाग्छ आफ्नो धर्म निभाइरहेका छौँ जस्तो लाग्छ। किनभने हामी कहीँ कतैबाट आर्थिक सहयोग लिँदैनौँ, आफ्नो मानव खाएर हिँड्छौँ, कहीँ कताबाट भत्ता सुविधा लिँदैनौँ। त्यसैले यसैमा हामी खुसी छौँ र हामी आजन्म यो विषयमा, संरक्षणको विषयमा, वातावरण मैत्री पोखराको विषयमा र फेवाताललाई विश्व सम्पदा सूचीमा सूचीकृत हुनुपर्छ भन्ने विषयमा र पोखरालाई संसारकै गन्तव्य स्थल बनाउनुपर्छ भन्ने विषयमा सधैँभरि लागिरहनेछौँ भन्ने कुरा हामी यहाँ व्यक्त गर्न चाहन्छौँ। र अरू त हामी के भनौँ, तपाईँ हाम्रो सहयोगबाट हामीले यसलाई पोखरा बनाउने हो। पोखरा बनाउनुको लागि सबै हातेमाला गरौँ र कसैको विपक्षमा होइन कि कसैसँग विवाद जन्माउने होइन कि विवाद रहित किसिमले अगाडि बढ्नको लागि राज्य सर्वप्रथम महानगरपालिका, प्रदेश सरकार र नेपाल सरकार तयार हुनुपर्छ भनेर हामीले उहाँहरूसँग एउटा विनम्रतापूर्वक उहाँहरूको ध्यान आकर्षण गराउने हो, उहाँलाई आग्रह गर्ने हो। त्यो बाहेक हामीले के गर्न सक्छौँ र